बालकको कौतूहल आँखामा, युवाको उत्साहपूर्ण पाइला वा वृद्धको शान्त दृष्टिमा बन्ने प्रकृतिसँगको सम्बन्ध उमेरले होइन मनले नापिदो रहेछ। प्रकृतिमा विचरण गर्नु भनेको समयसँग बाजी मार्नु नभई आत्मासँग गरिने एक पारस्परिक भेटको निरन्तरता रहेछ। एकले अर्को लर्को श्रृङ्खलालाई पछ्याउँदै मानौ कि दिदी बहिनीले दाजुभाइलाई गलामा पहिर्याउन बनाइएका तिहारका मखमली माला या प्रेमिल जोडी अङ्कमालमा बेरिरहेको जस्तै देखिने अटुट श्रृङ्खला। सेता गुराँसका डाली झैँ निलाम्बर नै चुम्ने, कतै कतै प्रकृतिले सदाबहार सेतै फुल्ने बनाइदिएको। चुलीमा पहिलो घामको किरणले रेखा कोर्दा बादलसँग अँगालो मार्दै आकाशसँग साउती मार्ने सुनझै हिमाल। सायद यही हिमाललाई हेर्दै प्रकृति पनि ध्यान बस्छ। हावाले गीत गाउँछ, वन जङ्गलले हावाकै लय समाती नृत्य देखाउँछन् र मधुर स्वरमा शब्दका बान्कीसँगै बग्छन्। स्वर्ग र प्रकृति एकाकार हुँदा समुद्र मन्थन पछिको अमृत झैँ लाग्ने, यात्रुहरूको मन र सारा पीर भुलाउने यो एक भव्य हिमाल मात्र नभई सुन्दरताको अमुक प्रतिमूर्ति हो। जीवन भएको जीवन हो, आनन्द हो, स्वर्ग हो, शान्ति हो, एक घमण्ड गर्न मिल्ने गौरव हो। यसपालिको हाम्रो यात्रा एकदमै रुचाइएको पदमार्ग। थोरै दिनमा यात्रा गर्न सकिने, ठाउँ ठाउँमा खाना र बासको व्यवस्थित बन्दोबस्त भएको, आन्तरिक एवं बाह्य पर्यटकको रुचिमा पर्ने, पोखरा हुँदै जङ्गल, भिरपाखा र मनोरम मार्दी हिमालको पदयात्रामा हाम्रो टोलीसँग हजुरहरूलाई पनि स्वागत छ। विपद व्यवस्थापनका लागि बागमती प्रदेश युनिफाइड कमान्ड टिम गठन। भारी वर्षाका कारण आन्तरिक उडान सबै रद्द। हेटौँडा हुँदै काठमाडौँ जाने सबै बाटो 3 दिनका लागि बन्द। घरमै सुरक्षित बस्न प्रशासनको आग्रह। ल गुड मर्निङ गाइज। अब यो चाहिँ हाम्रो दसैँ पछिको चाहिँ बिदामा म ट्रेक जाँदैछु। अहिलेको मौसम यस्तो छ, पोखरा जाँदै हाम्रो गाडी आइसकेको छ अलरेडी। अब पानी परिरहेछ अहिले। पूर्व निर्धारित योजना अनुरूप एका बिहानै 7 बजे 5 जना पोखरा जाने गाडीमा। बाहिर लगातारको अविरल वर्षा, चारैतिरबाट आउने फोनका घन्टी र सुरक्षित रहन चेतावनी सहितका बुलेटिनहरू। केही बेर पुछार बजार गाडी रोकिन्छ अनि समाचार आउँछ पोखरा जाने बाटो बन्द। बल्ल बल्ल जुरेको तुरन्ते टोलीको यात्रा। टोलीको एक सदस्य हवाई मार्ग हुँदै 12 बजे पोखरामा ल्यान्ड हुनै बाँकी। हामी सबै असमञ्जसमा। गाडीको स्टाफले वैकल्पिक मार्ग रोजे भाडा डबल लाग्ने जानकारी दियो। दाजु गुड मर्निङ। गुड मर्निङ दाजु, खबर धरीले स्वागत ल। मानसिंह सर गुड मर्निङ। गुड मर्निङ सर। गुड मर्निङ। अब हाम्रो यात्रा सर के छ खबर? मर्निङ। ठिक छ भाइ। पानी सुरुवातमा यो मौसमले अलिक च्यालेन्ज गरिरहेछ, त्यही पनि हामी इन्जोय गर्छौँ भन्ने त्यो पोजिटिभिटी राख्ने चाहिँ मनसाय हो मेरो, हामी सबैको होइन, टिमकै। प्रार्थना गरौँ अझै मौसममा सुधार होला भन्ने। 525 तिरे हो। लो गाइस, अब यहाँ कुरा के आयो भने भनेपछि 525 हो। यहाँ चाहिँ 1025 पर्ने गाडीको रुट चेन्ज हुने भयो। अब गाडीको रुट चाहिँ चेन्ज हुने भएर यहाँबाट अब गोर्खा हुँदै आरुघाट हुँदै गोर्खा जान्छ। त्यसपछि त्यो रुट चाहिँ लिने भएको भएर चाहिँ अब ड्राइभरले भर्खरै गाडीको भाडा पनि अब डबल हुने भन्ने जस्तो कुराहरू गर्यो होइन। अब हामी यो कुरामा अब के गर्ने, अब जानै पर्ने छ हामीलाई।
हामी सबैको स्वीकारोक्तिपछि जाने भयौँ सलेन्टार आरुघाट गोर्खा हुँदै पोखरा। कसैलाई घात भएको भान पनि नहोस् र बाचा अनुरूपको योजना पनि नटुटोस् भन्ने भावका साथ पोखरा पुग्न सके लक्षित गन्तव्य क्षेत्रमा त्यति खतरा नभएको अनुमान लगाउँदै हाम्रो यात्रालाई अगाडि बढायौँ। ल यो चाहिँ हाम्रो गण्डकी। वेलकम टु आरुघाट। अब चाहिँ हामी पोखराको लागि धादिङ छोडेर गोर्खा जिल्लामा प्रवेश भइसकेको छौँ। अब आरुघाट हुँदै बिस्तारै पोखरातर्फ जाँदैछौँ। हामी गोर्खा बजार आइपुग्यौँ। 12:40 भयो। लगाइजहरू हामी पोखरा। अब हाम्रो होटल यो। हरेक कथामा थ्रिलर ट्विस्ट र सस्पेन्स भए झैँ हाम्रो यात्रामा पनि बारम्बार ट्विस्ट र सस्पेन्स थप्दै जान्थ्यो। आरुघाटलाई मूल मार्ग बनाई यात्रा पछ्याउँदै गर्दा सोसल मिडिया मार्फत सुरक्षित रहन आग्रह भइरह्यो। प्लेनबाट आउने साथीको भारी वर्षाका कारण फ्लाइट क्यान्सल भएको खबरले हामीलाई अझ निराश त होइन तर थोरै निराश चाहिँ बनाइदियो। पितम देउराली पुग्ने योजनामा पनि घुमाउरो बाटो र अविरल वर्षाका कारण पूर्ण हुन सकेन। भोलिको यात्रामा 5 जना भए पनि सबेरै निस्किने योजनासहित पोखरामा उक्त दिन विश्राम दियौँ। बिहानको 5 बजे साथीको फोनको घन्टीले छुट्टै रौनक र उत्सुकता थपिदियो। फेरि साथी अर्को फ्लाइट कुरेर भए पनि आइपुग्ने भयो। मर्निङ गाइस, यो चाहिँ आज हाम्रो डे 2। साथी पनि उताबाट आउने हिजो चाहिँ अब क्यान्सल भएको थियो। उसको आज चाहिँ फ्लाइट के भनेर ऊ चाहिँ बुझ्न जानु लागेको छ। त्यही भएर ऊ नआउन्जेलसम्म हामी वेट गर्ने प्लान हो छ अहिले। उसको बिहानको पुरा भए अनुसारले चाहिँ अब यहाँ पोखरा आइसके पछाडि अब हाम्रो प्लान चाहिँ मार्दै जाने भन्ने थियो। मार्दै यता यतिसम्म आइसके पछाडि अब चाहिँ मार्दै चाहिँ जाने नै भन्यो। ल गाइस, हामी अब होटलबाट हामी चेकआउट गर्न थाल्यो किनभने साथी पनि अब अलरेडी फ्लाइटबाट आइसकेको छ। ऊ चाहिँ फ्लाइट ल्यान्ड पनि भएर ट्याक्सीबाट आउँदैछ। हामीले होटलमा भेट्ने प्लान गरेछौँ। नमस्ते। नमस्ते। हाम्रो मानसिंह सर। नमस्कार दाइ। ल दाइ दाइ ल साथी हो, अब हामी रेडी भइसक्यो। हाम्रो गाडी पनि आयो। आजको सबै प्याकिङ हुँदैछ। ल गाइस, अगाडि बढाएर चाहिँ जान पाउने भयो। Hello guys, we are heading to Pritam Deurali for our Martin trek. यो यात्रामा हामी सबै हैन मनमा त्यसरी चाहिँ प्रार्थना सँगै कस्तो थियो है। We are heading to यो हो हामी ट्रेकर। यस्तो दामी। ल यो चाहिँ प्रितम देउराली है। पोखराबाट 1.5 घन्टाको गाडीको सफरपछि अब हामी प्रितम देउराली आइपुगेका छौँ। प्रितम देउ यहाँबाट चाहिँ लान्डुक एबिसी। अब हामी चाहिँ मार्दी रुट फरेस्ट क्याम्पतिर। अब हामी चाहिँ
हेडिङ फरेस्ट क्याम्प। हेलो रक्सी। Hello guys, we are at Hotel Super Top View and Restaurant प्रितम देउराली भन्ने ठाउँमा आइपुग्यौँ। कस्तो फिल भइरहेछ? एकदम के अरे मलाई चाहिँ हैन दामी ह्याप्पी मजा एक्साइटेड छु। भोलिको दिन अझ खुल्छ भनेको छ हैन मौसम त्यसमा पूर्वानुमानमा अझ हामीले अझ यो भन्दा अझ इन्जोय गर्न पाऊँ। माथि र पो मजा रहेछ। कस्तो अनुभव भयो हजुरलाई? एकदम रमाइलो आनन्द आउने छेउमा हिमाल अगाडि त्यही त धेरै आनन्द। ल दाजु हजुर सानी दाजु ठिक छ। डाइरेक्ट काठमाडौँमा भएको मान्छे डाइरेक्ट यता आइपुग्यो। के छ हालचाली? एकदम रिफ्रेस भइरहेछ। हेर त त्यहाँ आमा मामा लो क्याम्प गाह्रो हुन्छ कि तपाईँले भोलि हाइकिङ बस्ने हो किन आज बिहान दौडिने भोलि चाहिँ हिँड्नु नै होइन बरु आज फरेस्ट क्याम्प देश क्याम्प बसेर भोलि हाइकिङ जानुहोस्। म हाइकिङ बुक गरिदिन्छु तपाईँहरूलाई भोलि जस्तै हाइकिङमै हो। अनि हाइकिङबाट पोसेर फर्केर त तपाईँहरू सिटिङ आधा पोखरै पुग्छ पछि माथिबाट फर्किँदै आउँछ। मामा भ्यू कहाँबाट राम्रो देख्छ मामा? यो के अरे फरेस्ट क्याम्पबाट भ्यू राम्रो छ? फरेस्ट क्याम्पबाट खास रेस क्याम्पबाट माथिबाट देख्ने मात्रै हो। फरेस्ट क्याम्पबाट भ्यू राम्रो त्यो फिस्टल देख्छ। रेस क्याम्पबाट फिस्टल लौ क्याम्प अब तपाईँहरूले भ्यू छ देख्ने के हो कि रेस क्याम्पबाट? यहाँबाट चाहिँ सबै देख्यो। रेस क्याम्पमा यिनीहरू देख्छन् औषधि हामी खाना खाएर मार्दीतर्फको पैदल यात्रा सुरु गरियो। धेरै भारी भयो। घना जंगल बीच लगातार 3 दिनसम्म वर्षाका धारासँगै थकानको प्रभाव बिना शरीरमा तागतसँग आत्मसन्तुष्टि साट्दै अघि बढ्नु कुनै स्वर्गीय आनन्दको अनुभूति भन्दा कम थिएन। हामीलाई अनवरत यी प्रकृतिका विविध आयामले आफ्ना बाउ फैलाएर न्यानो चिसोले स्वागत गरिरह्यो। सान्दाई के भो? तिमीहरूलाई पनि थाहा हुन्छ
त्यो पनि आएर तपाईँ के खानुभयो कोदा रोटी हो प्याकेटमा भएको कोदो रोटी मिठो छ गुलियो नि हालेर छ हो ए मिया 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 रुम भनेको भनेन त हामीले भिजिएका बाटो चराचुरुङ्गी र किरा फट्याङ्ग्राका आवाजबीच यात्रा गर्दा जङ्गलले आफ्नो छुट्टै संसार देखाउँथ्यो। कहिले बाक्लो कुहिरो, कहिले हल्का घाम, कहिले पानी त कहिले निश्चल आकाश। लाग्थ्यो मानिस र प्रकृति कस्तो मिल्दो जुल्दो, हाम्रो जस्तै मन र स्वभाव बदलिरहने। हिँड्दा हिँड्दै थकान लागे पनि वरिपरिका हरिया जङ्गल र वर्षाका सुस्केराले थरीथरीका सङ्गीतभरि आत्मालाई नै भित्रसम्म रुजाएर शक्ति दिन्थ्यो। सर यो के हो अरे? मुसलबारी जङ्गलको शून्यता, वर्षाको राग र यी मनका खुसी मिश्रण हुँदा एक किसिमको आनन्द अदृश्य रूपमा जङ्गलभरि फैलिएर फिजिन्थ्यो। अहिले हामी यहीँ फरेस्ट क्याम्प भयो। अब यहाँबाट हामी सिधा यता गएर प्लेग्राउन्ड कहाँ हो होइन? अनि त्यहाँबाट हामी होटलको नाम हो रेस्ट क्याम्प। 12:30 बजी प्रितम देउडालीबाट हिँडेको 5 बजी आइपुग्यो। लगभग प्रितम देउडालीबाट 5 घन्टा घुमाएपछि अहिले रेस्ट क्याम्प पुग्नलाई अझै बाँकी छ। फरेस्ट क्याम्पमा आइपुगेका छौँ। बस्नलाई खानलाई सेवा सुविधा भरपुर रहेको देखिन्छ। अब हामी बिस्तारै रेस्ट क्याम्पतर्फ अगाडि भागौँ। पानीको लागि त्यो गर्न सकिएको छ। कफी खानालाई अब पानी तताउँदैछु। एक लट कफी नखाइकन रेस्ट क्याम्प पुग्दैन जा नहुने भयो। ल गाइस, वी आर स्टिल वकिङ होइन। हामी 12:30 हिँडेको आज बिहान तपाईँको प्रितम देउडालीबाट। अहिले फरेस्ट क्याम्पबाट पनि यहाँ रेस्ट क्याम्पमा आउनुलाई चाहिँ अझै टाइम लाग्दो रहेछ। बिचमा अलिकति रेस्ट पनि गऱ्यो हामीले। अब एकछिन 6 बजिसकेको छ, 6:30 जति भइसकेको छ। अलमोस्ट मलाई चाहिँ आफूलाई लाग्यो टोलीहरू आउँदैछन्। सन्तोष गुरुङ दाजु नमस्ते। आइपुग्यो हामी। ल ओह माई गड, फाइनली हाम्रो उहाँ दाई चाहिँ सन्तोष दाई हुनुहुन्छ। दाई तपाईँलाई धेरै धन्यवाद। अनि हामी चाहिँ तपाईँको होटल चाहिँ खास चाहिँ मेरो साथी स्कुल साथी युद्धले गर्दाखेरि रेकमेन्ड गरे भएको थियो ले, त्यही भएर आइपुगेको। अब लेस होप दाई होइन। ल हस् दाई, हामी एकछिन रेस्ट गर्छौँ। हुन्छ दाई, हुन्छ। ल गाइस, ल हेलो गर्नु।
ल फाइनली हियर Finally, rest camp. We made it. ल so finally guys, yes. ल सुनिल ल हामी आइपुग्यो नि त गुड मर्निङ सबैजनालाई ल हामी चाहिँ ब्रेकफास्ट गर्ने क्रममा अब बिहानको भ्यू हेरेर फोटोसोटो खिचेर यता छु म चाहिँ अब हामी ब्रेकफास्ट खाएर अनि त्यसपछि बल्ल अनि लाग्नेतर्फ गर्छौँ भर्खरै 6:54 भएको छ बिहानको 8 बजे दोस्रो दिनको यात्रा सुरु गरियो रेस्क्यू क्याम्प रहेछ रेस्क्यू गरेर ल्याउनु पर्यो रेस्क्यू क्याम्प रेस्क्यू गरेर सपना सबै हुरीले भयो हिँड्नै सक्दैन यो चाहिँ रेस्क्यू क्याम्प रेस्क्यू क्याम्पमा हामी आइपुगेको छौँ अहिले हेलो सर गुड मर्निङ हजुर मर्निङ ल गाइस हामी अब लो क्याम्प आइपुग्यो आफ्टर लगभग 1.5-2 घन्टाको बाटो हिँड्दो रहेछ हामी एक बिहानै रेस्ट क्याम्पबाट खाजा खाइवरी 8 बजे हिँडेका थियौँ 2 घन्टाको जङ्गलको यात्रा साह्रै नै रमाइलो रह्यो 2 घन्टाको हिँडाइपछि अहिले हामी मार्दी जाने क्रममा लो क्याम्पमा आइपुगेका छौँ तपाईहरुलाई लो क्याम्पमा हार्दिक स्वागत गर्दछौँ माशाअल्लाह भनेर मसला भन्दै त्यसका बाजे ल्याउरो जदाउ कुण्ठित आत्माहरू जङ्गलका हरेक बोटमा फुले झैँ लाग्थ्यो पातमा फुले झैँ लाग्थ्यो धुलोमा पोखिए झैँ लाग्थ्यो अनि स्निग्ध हिली बाटोमा चिप्लिए झैँ लाग्थ्यो अनि बिस्तारै जीवनको सरलता त्यसैमा खुल्दै जान्थ्यो यात्रामा पाइलाले जति दूरी टाढाको नाप्दथ्यो हामी एकले अर्कोलाई अझ नजिकबाट प्रगाढ निहाल्ने अवसर जुर्थ्यो
सनसेट भयो नि यस्तो खतरा देख्छ तल बादलै बादल सेत है यस्तो टाइम लेख्छ है ए ल ल ल ल युदय थ्यांक यू सो मच है फोटो शटहरु खतरा निस्किन्छ होला त्यस्तो भयो नि त त्यो तिम्रो आज त्यो हामी हिजो बसेको ठाउँ रेस्ट क्याम्पमा पनि राम्रो थियो आजको भ्यूहरु मैले त्यो उयोहरु लिएछु राम्रो हिमाल ल मौसम खुल्नु पर्यो भन्नु नि ओडाले राम्रो पनि गाह्रो हुन्छ साइड हामी रेस्ट क्याम्पबाट 8 बजे हिँडेको अहिले 1 बजेको छ बादल डाँडाको पनि हाइटमा सबभन्दा माथि हिमालयन म्याजेस्टिक होटलमा खाना खानको लागि रोकिएका छौँ Yes! देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो बादल डाँडामा खाना खाएर अब 1.5 घन्टा रेस्ट गरेर ट्याक्क अब हाइट क्याम्पको लागि हिँडियो पानीले पनि स्वागत गर्दैछ दुई धारा देउरालीमा हाई क्याम्प ल हामी चाहिँ हाई क्याम्पको लागि चाँडै छौँ है यस आफ्टर बादल डाँडा हाई क्याम्प नाउ सारिँदै हो सुडुल्यो देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो त्यति हाँसो लाग्यो अहिले त यति हाँसो लाग्यो मलाई हाम्रो के भयो दाइ फोकै लाएर आयो है कस्तो लागिरहेको छ एकदम रमाइलो
बाढीका उर्लेको पानीले बाटो मेटाए पनि हाम्रा मनका बाटा कहिल्यै मेटाएनन्। पहिरोले सडक रोकेर चुनौती दियो, तर आत्मबलले निडर भई अघि बढ्न प्रेरित गरिरह्यो। आकाशले त वर्षाको आँसु बगायो, हावाले असहज सास फुक्यो र बेला बेलामा डल्ला असिनाका ढिक्काको वर्षा पनि हुन्थ्यो। यात्रामा हामीप्रति परिवारको चिन्ता, डर, चिन्ता र माया मिश्रण त यसै छँदै थियो। हरेक फोनको घन्टीले एउटै प्रश्न सोध्थ्यो, सुरक्षित त छौ नि? तर मनमा एउटा विश्वास थियो जसले भन्यो कहिलेकाहीँ कठिन यात्रामै गन्तव्यको अर्थ भेटिन्छ। त्यसैले हाम्रो यात्रा रोकिएन। यस मौसम खुल्छ क्या सर? यस ल 3 2 1 गो। हो सरले ठिक गर्नुभयो। अहिले नाच्दिनु भयो नि, यो अन्त इन्जोय गर्न जे पनि सेल्फी खिचौला क्यामेराले सेल्फी खिचौला दुम दुम हिलो र भीषण वर्षाका बीच पनि पाइलाहरू अघि बढिरहे। अन्ततः जब गन्तव्य देखा पर्यो, आकाशमा घाम फुट्न थाले, बादल हराउन थाले र बिस्तारै घुम्टो उगारी आफ्नो मुहार देखाइन् प्रकृतिले, तब लाग्यो प्रकृतिले पनि परीक्षा लिएर हार नमान्नेलाई आशीर्वाद दिँदो रहेछ। इन्द्रेणी पनि पो तलतिर पो छ। अब लौरोहरू बिस्तारै थाके हो। कहाँ आइपुग्यो सर? हामी एकदम हाम्रो आज गन्तव्यको अन्तिम अब यति। कुन ठाउँमा सर? अब हामी हाई क्याम्प। आज हाम्रो बसाइ र आजको हाम्रो यो हिँडाइलाई, हाम्रो यो पदचाललाई चाहिँ हामी बिट मार्ने एकदम हामी सङ्घारमा पुगेको छौँ। 3350 देखि हामी आज 3550 हो 35.5। तपाईँलाई कस्तो लागिरहेछ? अहिले उकालो लागिरहेछ, भोलि उरालो लागिरहन्छ, अहिले उकालो लागिरहेछ, स्याफे भइरहेछ। हामीलाई भन्ने त्यस्तो लागिरहेछ। पुग्न लागिरहेछ। अब त्यही 1 घन्टा त होइन, 60 मिनट जति लाग्ला। ल आजको टुर कस्तो लागिरहेछ सर तपाईँलाई? सर एकदम सबै कुरो एक्सपिरियन्स गर्नु पायो हाम्रो ट्रिपमा। एकदम मजा भयो। हामीले जुन सोचेको थियो त्योभन्दा अझै रमाइलो भयो। सबै कुराको मिश्रण भयो। अब पानी, हावा पानी, बादल, असिना है, घाम, सबै कुरो एक्सपिरियन्स गर्नु पाएँ। एकदम रमाइलो भयो। एकदम मेमोरेबल टिम भयो हाम्रो, साह्रै रमाइलो। अब हामी हाई क्याम्पतिर।
डाली फुल फुल्यो पाता पातामा भुले फुल भुल्यो भमरामा कुन्नी केमा म भुले कुन्नी केमा म भुले बता चल्यो मास्टर गुजरे जाना है धीरे धीरे प्यार को बढ़ाना है सुन्छौ र पुतलीले गीत गाउँछन् मुटु सक्का छैन मुटु रमाइरहेको छ तपाईँ हामीले दसैँ आछ आइपुग्यो क्या दामी भयो अहिले त मौसम ल गाइस फाइनली हामी बादल डाँडाबाट आइपुगेर अहिले यहाँ हाई क्याम्पको हाम्रो आज बस्ने होटलमा आइपुगिसकेका छौँ यहाँको भ्यू हेर्नु लुक एट द भ्यू ल फाइनली गाइस हाम्रो होटल यो हो ल हाम्रो दाइको होटलमा आज सुक दाई हुनुहुन्छ सुक दाईको रेकमेन्डेसन चाहिँ मेरो साथी युद्धले दिएको हो दाई ल आज हस् धन्यवाद युद्धजीलाई धेरै धेरै दाइ यही त दाइ हाम्रो होटल भोलि हाम्रो माउन्टेन चाहिँ कताबाट देख्ने दाइ यता पनि छ यता पनि छ हजुर हजुर यता साफ अन्नपूर्ण र हिमचुली हजुर हजुर यता मर्दी हिमाल माछापुछ्री हजुर दाइ हजुर हजुर भनेपछि माछापुछ्री उता हो हजुर माछापुछ्री उता ए भनेपछि अब भोलि त एक्सपेक्ट गरौँ है वेदर खुल्ला भनेर ल दाइ धेरै धन्यवाद ल गाइस दाइको होटल सुक दाइको होटल फाइनली ल 3550 मिटर 3550 ल फाइनली वी आर एट 3550 मिटर है त गाइस त छ है हाम्रो हामी हाई क्याम्पमा आइपुग्यौँ फाइनली 3550 मिटर्स अबभ सी लेभल हेलो गुड मर्निङ अब हामी हाई क्याम्पबाट भ्यू पोइन्टतिर जाँदैछौँ अहिले बिहानको 4 बजेको छ अब हामी भ्यू पोइन्टतर्फ लाग्दैछौँ गुड मर्निङ राजा 1 घन्टा 45 मिनट हिँडिसक्यो हामीले अब सायद सनराइज हुने तर्खरमा जस्तो छ बिस्तारै हिँड्नु यसपालि मलाई किन
हिमालले बोलाइरहेको छ। चिसो हावाभित्र कतै पुरानो आत्मा बस्थ्यो कि पुरानै भई आज फेरि फिर्ता आउन खोज्दैछ मेरो मुटुको बाटो बनी। हिमाल भन्दा बढी त मेरै मन पग्लिएको थियो हिमाललाई भेटाउन। मन पग्लिनु वास्तवमा सिद्धिनु र रितिनु मात्र नभई गन्तव्य भेटाउनलाई तय गरिएको एक मूर्त यात्रा पनि रहेछ। त्यसैले त बोलायो मलाई उभिएर प्रतीक्षारत मार्दी हिमालले, बोलायो मलाई उभिएर प्रतीक्षारत मार्दी हिमालले, सुनको घरभित्र सुनसान स्वरहरूसँगै सुटुक्क सपना र प्रार्थना हावामा मौन बहँदै बहँदै सिँढीहरूमा पाइलासँगै उक्लदै खोज्दै गर्दा आत्मासँगै माथि माथि कहीँ कतै घुङ्गटमा लुकेका बादल र मुसुक्क मुस्कुराई च्याउँदै हेरिरहेकी मेरी मार्दी। अनि त उनी बोले झैँ लाग्थ्यो, आऊ केही पललाई मसँग स्थिर भई विश्राम गर। र म निहुरिएँ हिमालको चिसो शून्यतामा आफ्नो आवाज भेटाउन। Now guys, finally we made it. Look at the view. Oh wow. ल दाइ फाइनली आइपुग्यो है, आइपुग्यो। ल यो चाहिँ मार्दी पिस्टल देखिरहेको छ, आएर बसिसकेको छ। ल फाइनली वी मेड इट गाइज, कङ्ग्रेट्स सुनिल, स्वर्गमा आइपुग्यो है। कङ्ग्रेट्स भनेको कस्तो फिल भइरह? एकदम दामी। हेर त यो मार्दी भयो भाइ। कुन चाहिँ मार्दी? कुन चाहिँ? यो कालो देखेको? यो देखेकै नजिकै। ओके, दिस इज मार्दी है त गाइस। मार्दीको यो रेन्ज भयो, माछापुच्छ्रे भइहाल्यो। माछापुच्छ्रे त्यसपछि यो देखिरहेको तपाईँको के अरे यो गङ्गापूर्ण अरे, त्यो गङ्गापूर्ण त्यो देखेछ नि स्लाइड, त्यो गङ्गापूर्ण अरे। ल गाइस, अनि त्यसपछि अन्नपूर्ण 1 चाहिँ त्यसको यो कालो डाँडाको पछाडि लुकेछ अरे। ओके, हैन बेस क्याम्पबाट मात्रै देख्छ। यो माथिको यो चाहिँ हिमचुली, हिमचुली अन्नपूर्ण साउथ, अन्नपूर्ण साउथ। हिमचुली। ल गाइस, तीन दिनको यात्रा, 2 दिनको पैदल यात्रापछि हामीले आज मार्दी हिमालको भ्यू पोइन्ट हाम्रो टार्गेट पुरा गरेका छौँ। यसको हाइट चाहिँ 4200 मिटर रहेको छ। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, प्राय सम्पूर्ण हिमालहरू नजिकैबाट हेर्न सकिने यस भ्यू पोइन्टले हाम्रो पनि मन लोभ्याएको छ। तपाईहरू पनि यो भ्यू पोइन्ट हेरेर र हाम्रो भिडियो हेरेर हामीलाई माया गरिदिनु होला। तपाईलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोस् है त। समय र परिस्थितिले यी 4 दिनमा पटक पटक परीक्षा लिएर त जाँच्यो, तर हामीले जितेरै छाड्यौँ। यो यात्रालाई जितमा बदल्न प्रत्येक पाइलामा गाइड गर्नुभई एक युद्ध जिते सरह बनाउन सहयोग गर्नुहुने हाम्रा परम मित्र युद्धबहादुर तामाङलाई हृदयदेखि धन्यवाद र माया समर्पण गर्न चाहन्छौँ। यो यात्रा केवल बाटोको दूरी मात्र थिएन, यो साहस, विश्वास र धैर्यको कथा थियो। र अन्त्यमा साथ, सहयोग, प्रार्थना र शुभेच्छा प्रकट गर्ने हरेक हृदयप्रति गहिरो नमन र हार्दिक आभार। ती लगेका यान्त्रिक क्यामेराले भन्दा धेरै त यी मनका क्यामेरामा आँखाका लेन्सले कैद गरिएका तस्बिरहरू असङ्ख्य छन्। 4औं दिनमा
टुङ्गिएको हाम्रो यात्रामा जन्मस्थल एकै भए पनि कर्मथलो फरक बनाइएका बन्धुहरू जोडियौँ। हामीलाई अझै पनि मार्दीले बोलाइरहनेछ। हामी जस्तै लाखौं तिमीलाई चाहनेहरू तिम्रो सुन्दरता निखार्न आउनेछन्। तिमी अनन्त सुन्दर, जवान र प्रेमिल भई बस्नु है मार्दी। ल सुनिल, हाम्रो ट्रिप सक्यो आजबाट होइन? कस्तो फिल भइरहेको तिमीलाई? कस्तो लाग्यो? अनुभव कस्तो लाग्यो? त्यो सेयर गरिदेऊ। नयाँ नयाँ साथीभाइसँग भेट भयो होइन? चिन्दै जाँदाखेरि आफन्तै पर्यो होइन? गाउँले आफन्त गाउँले रमाइलो भयो है। मेमोरेबल भयो नि त हाम्रो ट्रिपको बारेमा। मार्दी ट्रिपको हाम्रो मार्दी ट्रिप एकदम अविस्मरणीय रह्यो। हजुर, एकदम खुसी छु। 6 जनाको टिम एकदम रमाइलोसँग बित्यो। त्यही हो सर होइन? र आज चाहिँ हामी अब आफ्नो आफ्नो घर फर्किँदैछौँ। दाजु हजुर मर्निङ। ल भन्नुहोस्। हाम्रो ट्रिप चाहिँ सिद्धियो है। जिउस बबाल भयो, खुट्टा दुखेर है। अब सबै साथीहरू अब तितर बितर हुने आज है। नर्मलै लागिरहेछ। ठिकै छ होइन? यस्तै हो। जे होस् अर्कोचोटिको लागि चाहिँ एकदम तयारी गरेर बस्ने है। फेरि यस्तै बेला भेट भए बेला। ल दाइ ल अब हाम्रो वीरेन दाइको पालो। वीरेन दाइ हजुर, ल भनिदिनुहोस् हाम्रो ट्रिपको बारेमा यसो। कस्तो फिल भयो? कस्तो अनुभव भयो? एकदम कसरी प्लान गरियो? हाम्रो ट्रिप एकदम अनएक्सपेक्टेड तरिकाले सुरु भयो। हुन्छ नि, वन्डरफुल अनि फ्रुटफुल तरिकाले समाप्त भयो है दाइ। ल धन्यवाद। ल हल सर, मर्निङ। गुड मर्निङ। ल अब आज हाम्रो लास्ट दिन, केही भनिदिनुहोस् हाम्रो ट्रिपको बारेमा। वेल, यसपालिको हाम्रो मर्दी ट्रिप हामीले स्टार्टिङमा हामी अलमलमा अलिकति दुविधामा सुरुवात चाहिँ त्यसरी भयो होइन? किनभने अब मौसमको प्रतिकूलता बावजुद हामीले एउटा क्यालकुलेटेड रिस्क लिएर चाहिँ हामीले यात्रा सुरु गऱ्यौँ। सुनिल भाइ हामीसँग जोडिन आइपुग्नु भयो, त्यसको लागि एकदमै होइन टिमको तर्फबाट चाहिँ सुनिल भाइलाई एकदम खुसी व्यक्त गर्छु। समग्रमा हाम्रो यसपालिको यात्रामा हामी आज भौतिक रूपमा शारीरिक रूपमा हामी तितर हामी भए पनि मलाई लाग्छ वर्षभरिको लागि चाहिँ हामीले चाहिँ यो एउटा मिठो सम्झना चाहिँ मिठो याद हामीले सँगालेका छौँ। तपाईँहरूको सहभागिताको लागि हाम्रो तर्फबाट सबैलाई ल सबैजना यो ट्रिपको लागि चाहिँ सबैले आफ्नो आफ्नो ठाउँबाट सबैले एउटा टाइम मिलाएर जोड्नु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर त मैले एक्सपेक्ट गरेको थिइनँ। अब मौसमले गर्दाखेरि हाम्रो अलिकति सुनिल चाहिँ छुट्ने जस्तो कुरा भइसकेको थियो। उसको फ्लाइट बुकिङ पनि क्यान्सल गर्नु पर्यो त्यो दिनमा। हामी त्यसको बावजुद पनि अब राम्रोसँग पछि फेरि बाई चान्स भन्यौँ कि अब के हामीलाई त्यो डेस्टिनीमा हाम्रो लेखिनै रहेछ। भोलिपल्ट चाहिँ सबै कुरो राम्रो हुँदै गयो। अब घर परिवारले पनि अब यो ट्रिप चाहिँ क्यान्सल गरेर चाहिँ फर्किनु भन्दै पनि हामी चाहिँ आफूले त्यतिकै हाम्रो आफ्नो हिसाबले चाहिँ हामी अब आइसके पछाडि किन पछाडि हट्ने भनेर हामी पनि आफूलाई सबैलाई च्यालेन्ज गर्दै हामी चाहिँ गयौँ। ल अब समग्रमा हामीले हाम्रो ट्रिपलाई चाहिँ सफल पार्न अब एकदम राम्रो भयो। हाम्रो राम्रोसँग सफल भयो भनेर भन्छु म चाहिँ। अब जसोतसो यसमा जो मेमोरिज हामीले कलेक्ट गरेँ अहिले हामीले जति पनि सम्झनाहरू हाम्रो भयो, यो ट्रिप चाहिँ एकदम यादगार रहनेछ र भावी दिनहरूमा पनि यस्तो मिल्यो भने हामी भविष्यमा फेरि पनि गर्नेछौँ भन्दै अब हामी यहाँबाट चाहिँ बिदा लिँदैछौँ ब्रेकफास्ट गरेर। यहाँबाट आज अब सुनिल अब आफ्नो ब्याक टु होम, उसको पर्सि फ्लाइट छ र हाम्रो आफ्नो आफ्नो अब घरमा आज हामी ल गाइस थ्याङ्क यू।